आज हाम्रो यात्रा गन्तव्य भनेको यही थियो। अब हामीले यहाँको वातावरण बुझेर निस्किँदैछौँ। कस्तो हुँदैछ हजुरलाई? कस्तो जस राम्रै लाग्यो। मैले चाहिँ भर्खरै बुझेको छु मात्रै। म चाहिँ यो विशेष गरी आफूलाई चाहिँ थोरै यो कुनै समस्या हुनुभन्दा पहिला नै आफूले थोरै केही सचेत हौँ भनेर। सचेत भन्दा नि यो भनेको तपाईँको लागि नै हो। यो मैले मेरो लागि नै हो, कसैको लागि नै होइन। त्यही भएर चाहिँ मलाई आफूलाई लागेको कि केही न केही चाहिँ यसो बुझिन्छ नि त। जिन्दगी भनेको नि एकदमै बुझाइ नै रहेछ। विशेष गरी चाहिँ मलाई लागेको बुझौँ, सबै कुराहरूको अनुभव पनि गरौँ होइन। अब हामीले गरियो नि त, अथवा जनावर काटेर खानेकुरा पनि अनुभव गरियो होइन। कुनै चिज अब रक्सी, दारू, पानी, बार, दोहोरी, अन्य यी जति पनि रङ्ग रमाइलोका कुराहरू छन्, यी सब कुराहरूलाई चाहिँ हामीले अनुभव गरियो भने पछाडि 5 दिनको लागि चाहिँ आफूलाई थोरै बुझौँ, थोरै ध्यानमा रहौँ, केही कुराहरू ज्ञान लिउँ, प्रवचनहरू सुनौँ, आफ्नो आत्मालाई थोरै आफ्नोले कन्ट्रोलमा राख्न सिकौँ भन्ने चाहिँ मैले आफूलाई लागेको भएर म चाहिँ यहाँ आउन खोजेको मात्रै हो है। म हुन त अहिलेको यो विगतको समस्याहरू यो सब यो दुनियाँमै यस्तै समस्या छ। किनभने जति पनि हामीले सजिलो भन्छौँ नि, त्यस्तै कुराहरू गाह्रो पनि हुँदैछ। मैले भन्न खोजेको अर्थ के भने, हामीलाई यो मोबाइल, सामाजिक सञ्जाल, युट्युब, अन्य अहिले यो सर्टकटका टिकटकहरू लगायतका अन्य चिजहरूले हामीलाई विश्वको जानकारी अथवा हाम्रै देशको जानकारी जसरी लिन सजिलो भएको छ नि, त्यस्तरी नै हामीलाई यो चिजले गाह्रो पनि छ। कसरी छ भने मेन्टली रूपमा नि कस्तो भएछ भने, हामीलाई हिजैले हेर्नुहोस्, अब जिसिसी कन्ट्रीका हाम्रो कसरी अहिले अमेरिकाले इरानको द्वन्द्वमा जिसिसी कन्ट्रीमा कति बमबारी भइरहेको छ, यो चिजको पनि हामीलाई ज्ञान छ। हाम्रै देशमा के भइरहेछ यो ओभर नलेज भइरहेछ हामीलाई चाहिँ। त्यही भएर हामीहरू चाहिँ एकदमै मेन्टली रूपमा पनि धेरैजनाले कतिले लुकाउँछन्, कतिले लुकाउँदैनन्, कतिले भन्छन्, कतिले भन्दैनन्, आफ्नो ठाउँमा होला। र पनि यो समस्याले होइन कि आफूलाई चाहिँ केही चिज जानौँ, केही चिज पढौँ, केही चिजको अनुभव लिउँ भन्ने मलाई मात्रै लागेको भएर हो। त्यही भएर चाहिँ म यहाँ आफ्नो आत्मालाई चाहिँ साँची राखेर भन्नुपर्दा आउन मन लागेको हो है। धन्यवाद। आजको यति नै हो। अब कान्छोको राय चाहिँ के छ? अब म चाहिँ एक्चुली म यहाँ जस्तै अब हाम्रै घर परिवारकै कुरा गर्दाखेरि अब मेरो ठुली भाउजू रूपा भाउजू पनि अस्ति नै त्यही आफ्नो घुँडाको समस्या बात भयो। 4-5 दिन गएर के अरे उसमा बस्नुभयो, के अरे तातो पानी गरेर बस्नुभयो। आफ्नो समस्याको समाधान थोरै अलिकति केही भयो नि भयो होइन। त्यस्तरी नै हामीलाई त समस्या भइसके पछाडि मात्रै जाने भन्ने कुरा हुन्छ। अहिले हामीलाई समस्या केही भएर ल त यहाँ गएर मात्रै ठिक हुन्छस् भन्ने कुरा आयो भने हामीहरू 1 लाख, 2 लाख, 4 लाख, 5 लाख पनि यहाँ ल्याएर थमाएर 1 महिना, 1.5 महिना, 2 महिना हामी गर्न तयार हुन्छौँ। र हामीले के कुरा गर्न तयारी हुँदैनौँ भने हामीहरू पहिले नै अथवा सचेत भौँ, केही कुराहरू जानौँ, आफूलाई चिनौँ होइन। त्यति मात्रैको लागि चाहिँ हो है। यहाँ आएँ, गुरुजीको दर्शन पनि पाइयो होइन, यसो देखियो, बाहिरबाट भए पनि भित्र आएर राम्रैसँग ज्ञान गुण बुझियो होइन, देख्न पाइयो। त्यही हो। धन्यवाद। असलजी तपाईँ कुरा अब राख्नुहोस्। मेरो कुरा राख्नुभन्दा पहिले मलाई चाहिँ यहाँको वातावरण र आश्रम चाहिँ राम्रो लाग्यो होइन। सबै म्यानेज छ, शान्त छ, केही डिस्टर्बेन्स छैन। अझ हामीले पनि यसरी बसेर 4-5 दिनको यात्रा यहाँ चाहिँ हामीले बिताउन पायो भने अझ हामी अझै कस्तो होला भन्ने चाहिँ लागिरहेछ। सबैजना त्यही हुनुहुँदैछ। अहिलेको चाहिँ ध्यानको टाइम रहेछ होइन। ध्यान गर्दै हुनुहुन्छ सबैजना। हामीले देखियो कमसेकम 40-50 जना हुनुहुन्छ त्यहाँभित्र। मैले बाहिरबाट यसो हल्का देखेँ, त्यहाँ पनि खुसी लाग्यो। अब मलाई चाहिँ त्यही लागेको छ, म त्यसरी बस्न सक्छु कि सक्दिनँ भन्ने आफ्नो आत्मबल चाहिँ छ। तर फिजिकली रूपमा पनि एउटा फरक पर्ने चिज हुन्छ नि त होइन। जति अहिलेसम्म हामीले, किनभने त्यो चिज प्र्याक्टिसै गरेका छैनौँ क्या। प्र्याक्टिस नगर्दाखेरि चाहिँ अलिकति असहज हुन्छ कि भन्ने चाहिँ मलाई अलिकति लाग्छ। त्यसमा पनि सोचौँला। तर मलाई जे लाग्छ, तपाईँलाई यसरी नै आउनु भएन, तपाईँ बस्न सक्नुहुन्छ क्या। तपाईँ अस्ति नैबाट भन्नुभएको होइन, आउने आज आउनुभयो। अब किनभने अब एउटा विपसना भन्ने हुँदो रहेछ 10 दिनको। हामी पहिले त्यो के अरे ध्यान नगरेको मान्छेलाई सबभन्दा कुनै पनि आफ्नो 25 वर्षको 33 वर्षको उमेर हुन लागिसक्यो।
अहिलेसम्म त्यसको अनुभवै छैन होइन। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ विशेष गरी त्यही लाएर यसो बुझ्नु मन लाएर मात्रै म यहाँ आएको थिएँ। बुझ्यो देखियो होइन, आश्रमहरू त्यहीँ रहेछ, नजिकै रहेछ, राम्रो शान्त वातावरणमा रहेछ। अब अन्तिम त्यही भन्न चाहन्छु म चाहिँ। अन्तिम चरणको घडीमा पुग्दा चाहिँ दाइले अब यताबाट लाइटिङ पर्ने भएर त्यताबाट खिच्नुहोस् न। तपाईँ क्यामेराम्यानलाई स्यालेरी दिइरहेको छु अनि एउटा कोका कोला खुवाएँ, टायर पङ्चर गएको हावा फाले होइन। ल त्यही भएर अब मेरो बसाइ त विशेष गरी 21-22 दिनको बसाइ 25 दिनसम्म बस्ने हो र म बस्छु। मलाई चाहिँ अब 15 गतेबाट सुरु रहेछ 20 गतेसम्म। हेरौँ, घरमा सल्लाह गरौँ। घरमा सल्लाह भन्दा पनि म मेरो आत्मालाई चाहिँ आउनु मन लागेको भएर म आफैले पनि यसो प्र्याक्टिस गर्छु। केही चिज ज्ञान बुझिन्छ कि, केही चिज आफूले आफूलाई कन्ट्रोल गर्न सकिन्छ कि होइन। त्यही कारणले गर्दाखेरि म यहाँ है। म चाहिँ यस्तो भन्न चाहन्छु दाइ, कन्ट्रोल भन्नाले तपाईँले अघि भर्खर नबोल्नुहोस् कान्छ, भइहाल्छ त, कोक खाइन्छ त। अब गर्नु कोका कोला खाएर आइयो, अब त्यति नै गरौँ अहिलेलाई कुरा चाहिँ। अब मेरो भाइ, मेरो असल भाइ नि यही छ होइन। गर्नुभएको छ अँ के भन्ने, मलाई त के भन्ने, तपाईँले भनिसक्नुभयो सबै सब कुराहरू होइन। ल बिस्तारै हाम्रो यात्रा पनि अब अगाडि बढौँ कि जस्तो लागिरहेको छ मलाई। अब उहाँ पनि अब बिस्तारै यत्रो 16-17 वर्षको केटाहरू थोरै मोटिभेसनल हुनुपर्छ भन्ने चाहिँ लाग्छ होइन। एउटा उमेरले हो। अहिले हामी चाहिँ ऊभन्दा कमसेकम म 12 वर्ष ठुलो होला, तर डबल चाहिँ नभनु, डबल पनि हुन लाग्यो ल। अनि अहिले चाहिँ यो सबै कुराहरू समयको माग, एउटा उमेर, यो अहिलेको के भन्छ यसलाई चाहिँ, अहिलेको बेला, यो टाइमिङले नि हो। त्यस कारणले उहाँले चाबी फाल्नुभयो कि भन्ने उहाँलाई डाउट लागिरहेछ। मेरो भाइलाई चाहिँ यहाँबाट चाहिँ अलिकति अफरोड छ, यहाँबाट थोरै माथि गएर त्यहाँबाट माथि जान सक्नुहुन्छ तपाईँहरू है। यहाँको गाउँहरू पनि सबै रमाइलो छ, राम्रो छ, शान्त वातावरण। यहाँसम्म चाहिँ मजाले पिच बाटो छ, पोखराबाट यहीँसम्म, यहाँ आश्रमसम्म नै बाटो पिच रहेको छ। ल कृपया न्युट्रलमा जान सक्नुहुन्छ होइन। बिस्तारै तपाईँ तल आउन सक्नुहुन्छ। अगाडिपट्टि गाउँ होइन, यतापट्टि गाउँ। यो गाउँ चाहिँ थाहा भएन मलाई कुन हो। हाम्रो त्यो चाहिँ कास्कीकोट, सारङकोट गाउँ रहेको छ। यहाँ चाहिँ के को मन्दिर छ। ओइ त्यस्तो नगर्नु होला। हेर्नुहोस् त, हामी आएको साधन हो यो। आज हल्का हावा गयो, त्यसपछि फेरि हावा भाल्नको लागि चाहिँ हामीहरू अलि लामो समयसम्मको यात्रामा गयौँ। म चाहिँ एकछिन वेट गरेर बसेँ, एकछिन हिँडेँ पनि, पसिना पनि आयो होइन। र चाहिँ विशेष गरी यही हो आजको चाहिँ। त्यही भएर जसले पनि गर्दा एकदमै राम्रो, ध्यान, आफूलाई बुझ्ने मौका है। खोइ उडी खोइ, तिम्रो नाम के हो? के भएको तिम्रो? जन्मदेखि रगत खेल्न नपारे यस्तै हो नानु? माथि नै छोड्यो होला, जा माथि गएर आज। अनि कान्छो, अनि तिम्रो नाम के रे? रियाना हो। ए कति क्लासमा पढ्छौ? 2 क्लासमा हो। स्कुल कति टाढा छ नानु? नजिकै हो। तिम्रो बच्चैदेखिबाट यस्तै हो? ए ल ल। अनि तिम्रो घर चाहिँ कहाँनिर हो? यो उतै माथिको घर हो। ए ल ल, आउनु है, यहाँ दादा आउनुहुन्छ त्यसपछि। अनि कुनै स्कुलको नाम के रे नानु? बोर्डिङ स्कुल हो। ए कति क्लाससम्म छ नानु स्कुल? 5 क्लाससम्म छ। ल ठिक छ। त्यस पछाडि कुन स्कुल पढ्ने तिमी? 5 पछि? हाई स्कुलमा पढ्ने। ओके हुन्छ, पक्नु है। थ्याङ्क यू।